हेलो हेलो नमस्ते सबैजनालाई। आज फागु पूर्णिमाको दिन फागु चाहिँ लाउनु पाएको छैन। हामी बिहान लमजुङ जिल्लाको राइनास्कोट भन्ने ठाउँमा के भन्छ राइनास्कोट होमस्टे हैन, राइनास्कोट होमस्टेमा बसेर हामी माथि कोटको यात्रा गर्दैछौँ। यहाँ मेरो एकजना पियारी साली नानी छिन्, यता साथीहरू हाम्रो ग्रुप छ। हाम्रो एकजना ब्युटी मिस पनि हुनुहुन्छ, अलिक क्यामेरादेखि चाहिँ अलि लजाउनुहुन्छ। ठिक छ, केही छैन। हामी हेर्दैछौँ, आत्मीय खासै लागेको छैन मित्र तपाईँ पनि रमाइलो भइरहेको छ। थापा सर हुनुहुन्छ, हामी किशोर थापा। उहाँ चाहिँ एकदमै मिलनसार इमान्दार हुनुहुन्छ। उहाँ किशोर थापा चाहिँ होइन, हो भिडियो भइरहेको के उहाँलाई भिडियो हाम्रो भइरहेको छ। भिडियो क्यामेराम्यानहरूले चाहिँ क्यामेरा चलाउने काम भइरहेको छ। यता हाम्रो एउटा आली पोखराकी आली नानी हुनुहुन्छ। फोटो भनेपछि हुरुक्कै गएर सिन सकिन्छ कि जस्तो गर्नुहुन्छ भने नाच्ने भनेपछि खुरुक्कै हुनु। के हो, लाली गुराँस हो यो? लाली गुराँस फुल्ने मौसम हो यो। लाली गुराँस अहिले हामीले तपाईँहरूलाई लाली गुराँस फुलेको देखाउँछौँ। अहिले यो फागु पूर्णिमा अन्तिम फागुन महिनाको अन्तिम दिन जस्तो छ। लाली गुराँस ढकमक्क फुल्ने सिजन परेको छ। कुदाकुद भइरहेछ क्यामेरा चलाउने मान्छेहरू। अनि हाम्रो छेप्रा सर हुनुहुन्छ। के छ यो आजको यो होलीको पूर्व के भन्छ हाम्रो बिहान यो होलीको एकदम प्रखर अवस्था छ, बिहान छ है, राम्रो छ। राइनास्कोटमा छौँ हामी, लमजुङको यो एकदम रमणीय ठाउँ। लाली गुराँस ढकमक्क छ। ऊ त्यहाँ धेरै रहेछ है। ल तपाईँहरू यो ठाउँ आउनु भएको छैन भने आउनुहोस्, ऊ त्यहाँ पर्यटकीय क्षेत्र हो। ओ माई गॉड, राइनास्कोट यसो गर न, कस्तो राम्रो लाग्यो है मलाई त। लाली गुराँस जताततै फुलिरहेको छ। फुलिरह है, आउनुहोस् एकदम यो ठाउँको एकदम अनुभव लिनुहोस्। आउनु पर्छ यो समयमा। लामो समय भएको थियो बाहिर ननिस्केको घरबाट। यतैबाट होला। ल, राम्रो पार्क बन्दै रहेछ राइनास्कोट पार्कमा। हार्दिक स्वागत छ भन्ने कुरा सुनिदियो देखियो। यो हाम्रो यात्रा चाहिँ यतापट्टि हो कि उतापट्टि हो थाहा भएन है। कोट यता होला, एकचोटि बुझ्नै पर्ने भयो। कोट यतापट्टि हुनुपर्छ। हामी गुराँस फोड खिचेर फर्किने कि यहीँ छ गुराँस? लज गुराँस त यहीँ छ, सबै ढकमक्क छ फुलिरहेको गुराँस। आले के छ? हेलो, हाम्रो आली मिस सबैभन्दा सोझी मिस लाग्छ यो। हिँड्न एकदम गाह्रो हुने रहेछ उकालो। बिहान खानासाना खाएको छैन। खाना खानुभन्दा पहिले नै घुम्न निस्किसकेका छौँ हामी। फुलिरहेको छ, देख्न सक्नुहुन्छ। फुले आउँदो पनि लाली गुराँस देख्न सक्नुहुन्छ। साथीहरू, तपाईँले काफल देख्नुभयो? ल हेर्नुहोस् यहाँ कस्तो मजाले काफल फलेको छ। ल, कस्तो काफल फलिरहेको छ है, तपाईँले काफल देख्न सक्नुहुन्छ। माथिबाट राइनास्कोट होमस्टे, राइनास्कोट गाउँको लुक्स हो माथिबाट देखिने यो भ्यू। यात्रा राइनास्कोटतिर जाँदैछौँ हामी। हिजो गोर्खाको भीमसेन थापा गाउँपालिकाबाट सुरु गरेको यात्रा आज राइनास्कोट हुँदै पोखरा जाँदैछौँ हामी।
चांद सा चेहरा रोशन तेरा ल मेरो सालीको एउटा गीत ल जाओस् त साली के छ गीत गाउनु उपाय छैन साली हिजो बेलुकै गीत भएको छ पानीले गोदेर बाटो यात्रा अप्ठ्यारो यात्रा थाहा सर टाढाको बाटो म धाउँदै आएको मायालाई देखेर राइनसको उता रहेछ हामी यता आयो जस्तो छ है साथी हेलो राइनसको उता रहेछ त ल अब यहाँसम्म आइसक्यौँ हामी चाहिँ गन्तव्य उल्टो परेछ हाम्रो गन्तव्य ल साली हजुर के छ ठिक छ ज्याकेट छ चस्मा छ मेरो सालीको ज्याकेट र चस्मा मात्र छ अरू सबै कुरा सकिसकेको अवस्था छ ओ माई गड ल यो चाहिँ बन्दै गरेको पार्क रहेछ पार्कको अवस्था चाहिँ यहाँ त राम्रो देखिएको छ सायद यो बन्ने क्रममा छ यदि तपाईँ राइनसकोट भन्ने ठाउँमा आउँदै हुनुहुन्छ भने पक्कै पनि यो ठाउँ चाहिँ आउन नभुल्नु होला साथीहरू कहाँ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला ल वाउ भाइ भाइ के छ हामी चाहिँ उकालो उक्लिने क्रम जारी छ राइनसकोटको यात्रा तल एउटा होमस्टे रहेछ यस्तो राम्रो लालीगुँरास छ पक्क फुलिरहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ बाटो बन्दै रहेछ लगभग कोटको नजिकसम्म बाटो आइपुगेको रहेछ यो निर्माण कार्य भइरहेको छ अहिले हामी दरबारको एकदमै नजिक पुगिसकेको छौँ राइनसकोट दरबार लमजुङ जिल्लामा रहेको ऐतिहासिक क्षेत्र साथीहरू तलबाट आउँदै हुनुहुन्छ ल बिस्तारै आउनुहोस् है साथीहरू बिस्तारै आउनुहोस् वाउ ल फाइनल्ली हामी चाहिँ राइनसकोटमा आइपुग्यौँ यस्तो रहेछ अब यो सायद मन्दिर होला यो सबै लालीगुँरासको रुखहरू हो लालीगुँरास फुलेर पनि केही सुकिसकेको अवस्था रहेछ भने केही लालीगुँरासहरू अहिले फुल्ने क्रममै रहेछ छेप्रा सर रुख चढ्ने प्रयासमा हुनुहुन्छ फोटो सेसन हो ल ठिक छ यो चाहिँ एउटा
शिव मन्दिर रहेछ यहाँ। यसमा चाहिँ खास यो आउने ठाउँ चाहिँ खास महाशिवरात्रिको समयमा चाहिँ यो एकदमै बढी यसमा चाहिँ तपाईँको जात्रा हुने रहेछ। यतापट्टि यसको साइडमा हेर्दा चाहिँ डरै लाग्दो भिड छ। हेर्नुहोस् एकदम ठुलो भिड रहेछ यसको साइडमा। फोटो खिच्दा पनि डर लाग्ने खालको। कहाँ हो है, यो देखिँदैन। ट्याक्कै तल कता गर्दाखेरि कुहिरो लागेको छ। मौसम त्यति राम्रो छैन। थापा सर तपाईँलाई कस्तो अनुभव भइरहेछ? मलाई यो ठाउँ चाहिँ राम्रो छ है। वरिपरि यो कुहिरोले यहाँबाट कस्तो भ्यू देखिन्छ भन्ने कुनै पनि जानकारी भएन कि। भएन आज यो मौसमले अलिक च्यालेन्ज गर्यो हामीलाई। अब हिजो आउँदाखेरि पनि त्यस्तै गर्यो। आज नि फेरि अलि साथ दिए जस्तो लागिरहेको छैन। बेलुकासम्म साथ दिन सक्छ। सर माथि आउनुहोस् ल। यसको माथि चाहिँ हेर्न मिल्ने यहाँको भ्यू टावर जस्तो रहेछ। यहाँबाट आज हामीले मौसमले च्यालेन्ज गऱ्यौँ। हामी धेरै टाढाबाट यात्रा गरेर यहाँ आइपुग्यौँ। तर आजको समय यस्तो भइदियो कि पुरै कुहिरो भन्दा केही छैन। देखिने भ्यू हेर्ने एकदम गाह्रो छ। यहाँबाट हाम्रो साथीहरू दुःख गर्दै आइरहनु भएको छ। आलेमिसले सबैभन्दा बढी फोटो खिच्नु होला आज, होइन आलेमिस? ए मेरो सालीको अवस्था 0 भइसक्यो। केशव सर यस्तो विषयमा एकदम एक्टिभ भइरहनु भएको छ अहिलेसम्म। सुषमा मिस पनि टाठै हुनुहुन्छ। टुरिस्टहरू घुमेर फर्किसक्नु भएको छ। हामी भर्खर आइपुग्यौँ। होइन अघि हाजरामा